चित्रकोली ओए केटा यहाँ आइज हजुर बा के भयो कहाँ गएको थिइस् लखन 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 हिँडेको छ कमाइ धमाइ केही छैन काम गर्नु केही छैन यत्रो घर छ मेरो कमाइले मात्रै पुग्छ तेरो दाजुको कमाइले मात्रै पुग्छ तेरेमा केही सिक्नु छैन केही गर्नु छैन आफ्नो खुट्टामा आफैले उभिएर हिँड्न सक्ने हुनु छैन बरालिएर हुन्छ तेरेमा नि अनि 2 लाख दिनु न गर्छु भनिराखु त तपाई 2 लाख दिनुहुन्न बा अनि कहाँबाट हुन्छ त काम तँलाई 2 लाख फोकटे काम साम छैन बेकारमा त फोकटमा उडाउनु छ कमाउनु छैन तेरीमा साले खाली लखन 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 हिँडेछ आओस् न यहाँ घरमा आओस् न खुट्टा चाहिँ दुईटै खुट्टा भाँचेन चल्यो भने त यो जिमदार हलदारको छोरो होइन साला साले त्यसलाई 2 लाख रुपियाँ चाहियो साले पैसा पाएदेखि साले भुसिया केटीहरूलाई घुमाउनुलाई होला त्यसले फोकटे पैसा यहाँ जमेर बसेको छ दही जमेर बसेको जस्तो छ आओस् न मात्रै न घर यस साले बिहान बिहान दिमाग मात्रै खराब गरिदियो बाख्रालाई घाँस काट्नु छैन आफ्नो त यहाँ केही फुर्सदै छैन साला उसलाई डुलेर हिँड्नु परेको छ पैसा चाहिएको छ कहाँबाट फल्छै घाँटी पैसा तेरीमा घाँस छैन यही बुढोले काम गर्नु परेको छ बाख्रो खसी पनि काटेर खानु पर्ने साला आधा घाँटो रेटेर 15वटा पोल्दै खाँदै गर्छु बाख्राले नि रिस उठाउने छोरा नातिहरूले नि रिस उठाउने तेरीमा टेन्सन त टेन्सन छ यो बुढो मान्छेलाई तर टेन्सन छैन छोराहरू हुर्केर केही गरी खाला भनेको त आफूलाई केही सहयोग गर्ला भनेको त 12 छोरा 13 नाति यो बुढोको धोक्रो काँदै माथि भनेको यही हो आए बुढोले झन्डै मारेन आयो 2 लाख मागेको बुढोले झन्डै 2 लाख हानेन ए केटाहरू यहाँ छन् कि यसो केटा हालेर जानु पर्यो चोकतिर आए के गर्नु रमाइलो गर्ने बानी ओ सुन न म एउटा आइने स्केट त दाइ के रे म एउटा चीज आएन कि त तपाईले छिर्नुहुन्छ आफू त 2 क्लास फेल भएको के आउला र खै हेरौँ त ल कालो अक्षर भैँसी बराबर उता ल जाडा यत्रो दाइन आउनु पर्यो यति धेरै बाघमा सोध्नु भएको जस्तो लाग्यो तर 2 क्लासमा फेल हुनु भएको रहेछ बाहिरको आज ढोका खोल्दा होइन कत्रो ढोका लाग्यो साथी के हो के हो साथी पढ्दै थिएँ म अलि ढोकामा ढिलो भयो ए यस्तो पढाइ सराइ छोड्दै होइन जो दाइ रमाइलो गर्नु पर्यो नि हैन दाइ खोइ त दाइ त सुतिरहनु भयो ए जाउँ न जाउँ कि आउनु पर्दैन कि दाइले गाडी गर्नुहुन्छ ए के गर्नु त्यस्तो हामी छैनौ हामी म छैन भन्ने हेर्न न तिमी चुप लाएर केही गर्दैन कुदाउ कुदाउ पल्लो घरको हर्किँदा छोरासँग गाला बिग्रिन बेलुका त आउँछ होला त्यसको म हड्डी बाँच्छु चित्रकोली हेर साथी अब हामी त्यो सरजो घरमा जाने हैन त्यहाँ गएर उसलाई पनि उठाएर जाने डरो हान्नुपर्छ आज बेलुका पार्टी हो के धेरै नखाउला दाइले मार्छ ए दाइको डराउनै पर्दैन के हामी छैनौ तिमी कस्तो बिग्रेको भन्ने होइन नि त आफू सप्रिने हो क्या पिर गर्नु पर्दैन म छैन म पनि भनौला क्या तिम्रो सपरमा लागेर पहिला हिँड्न न सरजो घरमा दे हुन्छ ओइ केटा म यहाँ बजारतिर डुलेर आउँछु घर आउँछ हेरे जान्न दाइ घर म छु त पिर गर्नु पर्दैन ओ अरुण यहाँ उता दोस् हेर दोस् आज ठुलो पार्टी छ है हाम्रोमा हाम्रो तर्फबाट टक्क लाएर आज दरो खानु पर्छ दरो वाइड गर्नु पर्छ जाउँ दरो हान्नु पर्छ है आज यति गर्नुपर्छ कि ताकि घरको मान्छे पनि डराउनु क्या हामीले हेलो साउनी 3 डब्बा ल्याउनु ल
मलाई नै केटा हो यो हाम्रो घरको त्यो पनौती बुढो देखि यति रिस उठ्छ कि खालि ल्याङ ल्याङ मात्रै गर्छ के 2 लाख मागेको मलाई 2 लोरो हालेर कुदायो के त्यो बुढोले आज त्यसको पोमा ढाड खुस्याउँछ मलाई पनि त्यो मिलन पनौतीले लास्टै ल्याङ गर्छ पढ 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 भन्छ पढेर कहीँ जान उ लागिन्छ मलाई पनि यही कुरामा चित्त बुझेन क्या आज यसको मिटिङ चाहिँ राख्नै पर्छ जाउँ साथी जाउँ आज सबैजना मिलेर हाम्रो उपाय खोज्नै पर्छ मलाई लाग्छ नि त जाउँ जाउँ साथी हो जाउँ के आज मिटिङै हो के आज ठुलो मिटिङ हुन्छ आज मलाई थाहा छैन अब साथीहरू आफ्नो घरतिर लाग्नु पर्छ है छोट्यौँ है छोट्यौँ है छोट्यौँ चित्रकोली दुःख जति मै बुढोलाई केटाकेटी मुलाएर काम गर्ने होइन खेलेर खाने राम्रो राम्रो लाउने दुःख गर्ने म कति कराउँदथ्यो यो बाख्रो जति दिँदा पनि सन्तोष छैन छोरा छोरीहरू काम गर्ने होइन असन्तोषी बजियाहरू तिमीहरूलाई त आधी घाँटी रेटेर कन्डोबाट पोल्दै खाने गर्छु म साले मलाई यो बुढोले चिनाइरहेको छ मलाई आज खुरुको अंश चाहिन्छ जब 2 लाख माग्दा त ठुलो हुने हैन आज म पक्तलाई के गर्छु ए बुढो मलाई अंश चाहियो अब म धेरै बोल्दिन म मान्छे चिन्दिन अब कता छ ए दिदी तेरी हल्ली दे तेरी म जक्ननी काम साम छैन हल्लिएर हिँड्या त यहाँ आओस् न मात्रै न खुट्टा भाँचेर त्यसको 2 टुङ्गा पनि जुत्ता होइन यो बुढो सुनेको छैन के हो यहाँ आइज भनेको छैन ए यो लठको रहेछ आज भेट्ने भयो मेरो हातको डर हो यसले ए यो लठको रहेछ अब भेट्ने भयो मेरो हातको ए तेरो मोच छ यो घरमा तँ अंश चाहियो अब भेट्छ त ल त्यो अंश ल लिएर जा अब कहाँ जानुपर्छ त अब त यो घरबाट निस्केर गइहाल अब तेरो घर तँलाई यो घरमा ठाउँ छैन कहाँ जानुपर्छ गइहाल तैँले पाउनु पर्ने अंश पाइसके गइहाल तेरीमा लठुवा तँलाई अंश चाहियो अंशले फेरि फर्केर आओस् न त्यसको हात खुट्टा भाँचेर खाल्टामा गाडिदिन्छु आओस् न मात्रै न चित्रकोली ए मिलन बाहिर आइज मेरो अंशले आज चाहिँ मेरो अंश चाहिन्छ आज मैले ख्याखेल गरेको होइन एक दिन होइन 2 दिन होइन घिचेर आछ अंश मागिन्छ त्यो ढाड भात दिन्छु म अब रुक आज त्यो काल आउँछ भाइ भित्रै आएर आछ घिचेर आछ यसले अझै पुगेको छैन रुपियाँलाई अझै पुगे जस्तो छैन यसलाई एक दिन होइन 2 दिन होइन त्यो हर्केको छोराले मेरो भाइलाई बिगार्यो आज त्यससँग कुरा गरेरै छुट्छु म आज के औधी महँगो पर्यो यो घाँडोलाई लास्टै महँगो बजार भाउ बढो
नकिनु पनि नहुने फुल पनि नरोपी नहुने लो फुलहरू तिमीहरूको लागि मैले एउटा साथी ल्याएँ पिर नगरी बस भोलितिर साट्छु म तिमीहरूलाई अर्कोमा ए भाइ पानी ल्याले कहाँ गएछ यो पक्कै पनि त्यो हर्केको छोरासँग बिग्रिने गयो बेलुका त आउँछ त्यसलाई मैले जाने ओइ केटा के आएर आज पनि दिनरात बोलाएको छ खाएको छ डुलेको छ काम धाम केही छैन पक पक तेरोमा आज ढाड बाँच्छु तल अघि पुगेन केटा एउटा भाइ बिग्रेर केटा पनि खत्तम पार्ने भयो झन् पढ्छ कि के गर्छ कि भनेको यसले पनि खत्तम पार्ने भयो यत्रो घर म एक्लै कसरी सम्हाल्नु अब चित्रकोली पनि भाइलाई बिगारेको रहेछ मेरो पनि भाइलाई बिगारेको छ त्यो बाजेको छोराले आज कुरा राख्नै पर्छ हुन्छ जाउँ न त जाउँ ल जाउँ न यो लट्ठीको काम पनि धेरै आउने हो लट्ठीको काम पनि धेरै छ वस्तु भाउलाई चराउनु पनि टेरेन भने पिट्नु पनि छोरा छोरी त्यसै मातेको चाहिँ तिनीहरूलाई ड्याम लाउनु पनि यही लट्ठी हो साला बाँचेर जानलाई छ अर्को लिनु पर्ला नमस्ते बाजे नमस्ते बाबु नमस्ते के हो छोरा त निकै परालेर हिँड्ने रहेछ आज भोलि के हो कुरो ठिकै छ मेरो छोरा बरालिएर हिँड्छ तिमीहरूलाई के खाँचो तिमीहरूलाई मेरो छोरा बरालिएर हिँड्नुहोस् नहिँड्छु के खाँचो के मतलब हो कुरा त्यस्तो होइन नि त बाजे तपाईँको छोराहरूले गर्दा मेरो भाइहरू पनि बिग्रिन् मेरो पनि बिग्रिएको छ भाइ तपाईँको छोराको कारणले तिमीहरूको भाइहरू बिग्रिन्छ मलाई आएर सुनाउने हो त बाजे चाहिँ यस्तो रहेछ छोरा झन् कस्तो होला त तेरी मोरा मेरो छोरासँग मलाई दाँच्छस् मेरो छोरासँग मलाई दाँच्छस् तिमीहरू को तेरीमा मोरा मेरो छोरासँग मलाई दाँच्छस् मेरो छोरा भने मेरो छोरा हो मेरो छोरा जस्तो नेपालमा जडियाहरू को छ ए अब मेरो छोरासँग को आउँछ मेरो छोराको गफ लिएर कुरा लिएर को आउँछ तिनीहरूले लट्ठी भेटाउँछ ड्याङ्की गोदेर लखट्छु साल